गुड मर्निङ, नमस्कार, शुभ बिहानी। हजुरहरूलाई अहिले हामी ताप्लेजुङको सुकेटार भन्ने ठाउँबाट चाहिँ बोलिरहेको छु। म अहिले चाहिँ हामी सुकेटारमा छौँ। अब अहिले चाहिँ हामी बिहान उठेर गाडी धुइदै चेकचाकको क्रममा छौँ। हामी गाडी धुइदै आएका छौँ। यो चाहिँ सुकेटार बजार हो। यता चाहिँ हामी उर्लारीको गाडी दुइटा हिजो बेलुका आएर चाहिँ राति 5 बजेका छौँ। मेरो चाहिँ अलिअलि चिसोले चाहिँ खत्तम पारिएको छ। अस्ति मुस्ताङको चिसोले अहिलेसम्म चिसो भइरहेछ। यहाँ हाम्रो मोटे भाइ गाडी धुँदैछ। भाइ केही बोल्दैछ एक दुई शब्द कि? मेरो भाइले यहाँ गाडी धुँदैछ मेरो भाइ। ए भाइ कस्तो लाग्दैछ तँलाई गाडी धुँदाखेरि चिसो पानीले? यो भाइको गाडी, यो मेरो गाडी। हामी बसेको होटल चाहिँ किरण होटल एन्ड लज, हाम्रो कालीमाताको। यो सुकेटार बजार। त्यहाँ हाम्रो भेना भन्ने त्यहाँ हुनुहुन्छ। यहाँदेखि त्यो माथिको डाँडाको एयरपोर्ट, यो माथि पनि एयरपोर्ट। यताबाट माथि गयो भने तपाईँको मन्दिर जाने बाटो। यहाँबाट परि माथिको त्यो डाँडादेखि माथि कुहिरो लागेको छ, त्यो चाहिँ पाथेभरा माता हुनुहुन्छ त्यहाँनिर। यो हाम्रो खाना खाने होटल। यहाँ भेना हुनुहुन्छ। बजारमा सुकेटारमा मस्त घाम लागिरहेछ। अहिले मौसम राम्रो छ, आनन्द छ। अहिले चाहिँ हामी गाडी धुने क्रम भइरहेछ। यहाँ चाहिँ पहिले कालीमाताको होटल यहाँ थियो। अहिले चाहिँ खासै मान्छेहरू चाहिँ छैन, त्यही पनि मान्छेहरू आउने क्रमहरू त भइरहेछ। हाम्रो पनि अर्को उर्लारीकै ग्रुप हुनुहुन्छ, उहाँहरू पनि माथि मन्दिर गइसक्नु भएको छ। यी सबै साथीहरू कोही गाडी चेक गर्ने, कोही स्टार्ट गर्ने कार्यक्रम भइरहेछ। यो मन्दिर आउने जाँदा यताबाट जानेको गेट भइहाल्यो। यो चाहिँ हामी खाना खाने होटल, भेनाको होटल। त्यहाँ हाम्रो गाडी। त्यो कुम्भकर्ण, यताबाट हिमालहरू पनि राम्रो देखिन्छ। र अब हामी चाहिँ टक्क गाडी धुने कार्यक्रम भइरहेछ। अहिले चाहिँ हामी अब गाडी धुन्छौँ एकछिनमा मजाले। अहिले चाहिँ घाम मस्त लागिरहेछ, आनन्द छ, मौसम राम्रो छ। अहिले चाहिँ घाम तापिरहनु भएको छ हाम्रो भेना। यहाँ घाम तापिरहनु भएको छ भेना। हाम्रो यो यतापट्टिको घर चाहिँ हो, यो घर चाहिँ पालुङ्गा काकाको ससुराली, हाम्रो उर्लारी मोटे काका, गोटी काका भनेर चिनिन्छ उहाँलाई चाहिँ। मोटे भाइले गाडी धुँदैछ। यहाँबाट हिमालको दृश्यहरू राम्रो देखिन्छ। र अहिले चाहिँ हामी चाहिँ सुकेटारको बसाइ रमाइलै छ, मौसम राम्रै छ, घाम लागिरहेछ। अहिले त बेलुका चाहिँ चिसो चिसो हुँदो रहेछ। ज्याकेटहरू बोक्नुपर्छ, ज्याकेट लाउनु पर्ने रहेछ।